टु माई युट्युब च्यानल इट्स मी रोशन कोर। आज हामीहरूको प्लानिङ चाहिँ माथि कपन गुम्बा जाने रहेको छ। लेट्स होप सबै राम्रो होस् र आशा छ सबैले यो भिडियोलाई हेरेर माया गरिदिनुहुन्छ होला भनेर। यस्तै हो गाइज, हामीहरू अब कहाँ रे माथि कपनटोल माथि कपनटोल एनिवे गाइजहरू आज हामीहरू लङ ट्रिपमा जाँदैछौँ होइन। मेला चाहिँ खै यार ये मतिर हो पार्ला हो गाइजहरू। हामीहरू 3 जना छौँ होइन। हल्का हप्ता के अरे चेप राख्छ तपाईँ। ट्राफिकले देख्यो भने गाँड हान्छ होला लगमा होइन। ट्राफिकले देख्यो भने गाँड हान्छन् होला। अब त्यस्तै छ गाइज, हामीहरू फुल्ली रिस्क बोकेर गइरहेको छौँ होइन। अब चाहिँ यो ठाउँमा खासै ट्राफिक त हुँदैन, तर बाइ द वे भन्ने कुराहरू एला अरे म फिल्ड त कहाँ राख्ला एला ए पुग्ला आयो पुग्ला उल्लो गरेर स्पिन लगाएर होला। यहाँ हाम्रो दुर्गेश थापाले यहाँ रमाइलो गर्नेछन्। काण्डमा चाहिदिउँ त म भान्जाहरू होइन। टक्क अब यस्तै हो जिन्दगी, कहिले रमाइलो हुन्छ, कहिले घमाइलो हुन्छ, कहिले दुःख, कहिले पीडा। सबै चिजहरूलाई अबे साले तभी मेरा माफ करना, गुस्से में इधर उधर निकल जाता हूँ। हामीहरूले सबै चिजहरूलाई हामीहरूले कम्बिनेसन गरेर अगाडि बढ्यौँ भने लाइफ चिल हुन्छ क्या होइन। यस्तै हो, यो मान्छे चाहिँ अलि राम्रै हो ट्राफिकहरू यार हुन सक्छन् है यहाँ म ए यहाँ ट्राफिक हुन सक्छन् है बिस्तारै। ए त्यस्तो हो ल। ए फायरमा भान्जा ग्रुप चाहिँ आउँदै हुनुहुन्छ उताबाट। यहाँ दुर्गी ज्योति है, यहाँ दुर्गेश ज्योति म के भन्छ दुर्गी हाम्रो उता प्रमोद खरेल क्या भन्दा हो त तमी त क्या भन्दा हो। एकदमै रमाइलो भइरहेछ है गाइज। हेलो गाइज, ल हान्दिनु त्यहाँ ल गर्दै यस्तै हो जिन्दगी, रमाइलो घमाइलो। बाइक चाहिँ हाम्रो रिस्कमा छौँ हामीहरू। अनि होइन उता त्यो के अरे बेटेली बाइकमा पनि 3 जना छौँ, हामीहरू होन्डामा पनि 3 जना छौँ। एकदम गाडी केटाहरू, हाम्रो केटाहरू उताबाट साइड राख्छ अब सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब कम्तीले है। त्यस्तै हो गाइजहरू होइन। अब हामीहरू पनि एउटा लगन सपना बोकेको छु मैले नि होइन। त्यो एउटा जेरो लेभलदेखि स्ट्रगल गरिरहेको छु। अब जिन्दगीमा त्यस्तै हो होइन होला के हो। केटाहरू अब हेरे अलि रिस्की रहेछ है। 3 जनाको ट्रिममा छौँ हामीहरू। भान्जाहरूको भान्जा कहाँ गयो हुने उता पनि देख्न सक्नुहुन्छ तपाईँले। 3 जनाको ट्रिप हो है हाम्रो नि। 3 जनाको त्यो बाइकमा पनि 3 जनाको छ क्या। एकदमै रमाइलो लागिरहेछ। हाम्रो डेस्टिनेसन चाहिँ माथि कपन गुम्बा केटाहरू हुँदै जाने हो हामीहरू। यहाँ भाइ बहिनीहरूले आजको यो शिवरात्रिको अवसरमा एउटा रमाइलो गरिरहेछन्। जति भयो सानो हो कि ठुलो होस्, यिनीहरू थोरै पैसा उठाइरहेछन्। लाइभ सिनमा चाहिँ हाला हो खुल्यो।
त भरे चढिहाल्छ नि हाम्रो होन्डा यहाँबाट चढ्छ कि चढ्दैन फेरि नचढी चढाउँछौँ भन्नु हामी यहाँ हामीहरू देख्न सक्छौँ होइन यो ठाउँ एकदमै हाम्रो पहाडी इलाका इलाका गाउँको एकदमै भाइब दिन्छ यसले होइन त्यसैले आज हामीहरू एउटा पिकनिक तर हामीहरू आज यो डाँडामा गइरहेछौँ र यो डाँडामा जाँदै गर्दाखेरि अलि उकालो चढ्नुपर्ने हुनाले अलि धान्न नसकेको अवस्था पनि छ तर पनि हामीहरू हार खाँदैनौँ भन्ने एउटा हामीहरू यो बाइकलाई जति उकालोमा पनि चलाउन सफल भएको छौँ तर यहाँ प्रायः जस्तो सबै 3 जना नै बोकेर हिँड्ने रहेछन् किनकि यहाँ ट्राफिक त्यति नहुने रहेछन् होइन अब हामीहरूको डेस्टिनेसन एकदमै नजिक आउँदैछ एकदमै दुनियाँ यो हो दुनियाँ है गाइजहरू टक्क यहाँ यताबाट ओराटी झर्दै के हान्न देउडा लोकदोहोरी अब त्यस्तै हो हामीहरूले अब रमाइलो गर्नुपर्छ होइन हाम्रो भान्जाको ट्रिप अलि पछि नै छ होइन भान्जाको ट्रिप अलि एकदमै रमाइलो लागिरहेछ आजको यो ट्रिप चाहिँ पहिला पनि आएको थियो तर अहिले अति चेन्ज भएको छ यहाँ तपाईँ त फर्स्ट टाइम हो आजको यो ट्रिप यो ट्रिप होला ए लम्बु ठिक छ गाइजहरू रमाइलो गरिरहेछन् तिनीहरू नि ढिलायो यस्तै हो फोन आयो सहित मेरो आजको यो चौथो यो बाटो हो कि हामी स्ट्रगल व्हाट इज स्ट्रगल भने समझ रहे हो माया ममता देखाउनु होला तपाईको सानो सहयोगको कारणले गर्दाखेरि हाम्रो यो सपना साकार हुन्छ जस्तो मलाई एकदम एकदमै रमाइलो लागिरहेछ भान्जाको ट्रिप चाहिँ कहाँ हो के भान्जाको ट्रिप हराइसक्यो गाइस यस्तै हो जिन्दगी हो रमाइलो बहिनी हो नानी बाबुहरू पठाऊ
हुने मजाले उताबाट आउने साइडको कति टाढा जान यार कहाँ लाँदा नि पारमा आचार्य महाक्रम कन्या सुरक्षा तथा रमाइलो छ रमाइलो त्यस्तै हो गाइजहरू चिच्चैको कोलीले पर्की रमाइलो छ है रमाइलो कट्टा पक्ने छस्की किएर पक्रे छस्ले ए माथि बाइक माथि नलग्ने हो कि यहाँनिर राख्नु जाने हो बाइक राखौ बाइक राखौ पार्ला इटा कहाँ राख्नु यो के अरे डोल भने ठ्याक्क नाममा बिर्स्यो कि कप्पन डोल ल्याएर के अरे डोल ल्याएर न हाल्छु कहाँ हो के हो ल हेर के भन्दैन त म त यसो गर्नु नि त उनलाई पठाउनेर कोठानिरको लोकेसन दिनु यहाँ त आतङ्कवादी रहेछ यार यहाँ त आतङ्कवादी रहेछ यार आतङ्क यो पाकिस्तानको रोड कहाँबाट आयो के होला वान साइड भयो कि हो यार अलिक अप्ठ्यारै लाग्यो कान्छी तिमी कता हिँडेको कहाँ पर्यो है हुने मजाले
ए हो ल हेर के हो देख्यौ त मजा नाइ यस्तो गर्नु पुरोमा ये मत में आम्मा नजान काममा हामीहरू चाहिँ अब माथिको त्यो समतल ठाउँमा जान लागेको छौँ अहिले यहाँ तल यो हाम्रो बाइकहरू उता तल मेरो पार्किङमा छन् होइन अब चाहिँ हामीहरू यो बाटो हुँदै माथितर्फ लाग्नेछौँ अलि उकालोमा चढ्दाखेरि अलि उकाली लागिरहेछ ए हो ओहो यार के हो ना यार खतम छ ओ सुमन आर्मी ओए तेरी म भर्खर इन्भोकबाट त लामायो मान्छे बाहिर लिउ गरौँ यार सबैको होइन यहाँलाई देखाउनु नि त यहाँ अगाडि चाहिँ नेसनल फलअप नेसनल फलअप हिरो हो चाहिँ त्यो यार तेरी फाइनल्ली हामीहरू आफ्नो गन्तव्यमा पुग्यौँ है त गाइज